दर्शकबिन एलिना चौहान भन्छन् एक्लै जिउन गाह्रो हुँदो रहेछ। अब हामी एक अर्कासँग बिहे नगरे तापनि तर हामीले भने आफ्नो जीवनशैली भने पूर्ण रूपमा फेरि पनि सुरुवात गर्ने भएका छौँ भन्दै एलिना चौहान बनिनु भावुक। दर्शकबिन आउनुहोस् आजको भिडियोमा भने यसबारे रहेर छोटो चर्चा गर्नेछौँ। कृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर हामीलाई साथ दिन भने नछुटाउनुहोला। दर्शकबिन यता सामाजिक सञ्जालमा निकै नै चर्चित भइरहेकी गायिका एलिना चौहानको भने डिभोर्स हुन साथ भने अहिले फेरि अर्को भिडियो भाइरल भइरहेको छ। उनी भने राजाको बारेमा भने अस्तिको आन्दोलनमा उनी पनि देखिएकी थिइन्, तर उनी आन्दोलन गर्न गएकी त थिएनन्। तर भने उनको भिडियो भने तपाईँ पनि आन्दोलन गर्न आएको हो कि भनेर प्रश्नहरू गर्दै गर्दा भने उनले भने गीत रेकर्ड गर्न आएकी थिए, गीत रिपोर्टिङको लागि आएको थिएँ भनेर उनले जवाफ दिएकी छिन्। उनलाई भने बाटोमा हब्बे तब्बे पारिएको थियो, तर उनी भने अहिले सामाजिक सञ्जालको मिडियामा आएर भन्छन् अब हामी पनि बिहे गर्नुपर्छ, अब एक्लै जिउन भने निकै नै गाह्रो हुन्छ, पछिको बारेमा पनि भविष्यको बारेमा पनि सोच्नुपर्छ भन्दै विष्णु सापकोटा र एलिना चौहानले भनेको भनेर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। तर यसको सत्यता भने के हो त तपाईँलाई भने के कस्तो लाग्छ त? के साँच्चीकै उनीहरूले लिएको डिसिजन भने राम्रो हो त? उनीहरूले गरेको डिसाइड भने के साँच्चै सही नै हो त? सही हो या गलत हो? तपाईँलाई के कस्तो लाग्छ? कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न भने नछुटाउनुहोला।